हेलो साथीहरु, तपाईले चाहिँ बुझिसक्नुभयो हामीले चाहिँ के सिकाउन गइरहेका छौं भन्ने कुरा चाहिँ कोलाबोरेट गर्न सिकाइरहेका छौं। यो कोलाबोरेट भनेको चाहिँ कस्तो भन्ने साथीहरु, हामी जस्तो चाहिँ सानो युट्युबर, हामी जस्तो चाहिँ सानो युट्युबर चाहिँ अलि ठुलो युट्युबरलाई चाहिँ 3-4 हजार चाहिँ बढी भएको, 5, 7, 8, 10 हजार चाहिँ बढी भएको युट्युबरसँग चाहिँ कोलाबोरेट गरिसकेपछि उसले एक्सेप्ट गरेपछि उसको सब्स्क्राइबरले चाहिँ हाम्रो भिडियो हेर्छ, उसको सब्स्क्राइबरले चाहिँ हाम्रो चाहिँ युट्युब च्यानललाई सब्स्क्राइब गर्छ, उसको सब्स्क्राइबरले हाम्रो चाहिँ युट्युब च्यानलको चाहिँ भिडियोहरुलाई चाहिँ लाइक गर्छ है। त्यसरी चाहिँ के गर्छ भन्दाखेरि हाम्रो चाहिँ च्यानलहरु बुस्ट हुन्छ अनि गएर चाहिँ हाम्रो भिडियोहरु चाहिँ के गर्छ एकदम चल्छ है। अनि वाच आवरहरु बढ्ने हो भने चाहिँ सबै हुन्छ है, अनि सब्स्क्राइबर पनि बढ्ने हो भने सबै हुन्छ। अब यो कोलाबोरेट कसरी गर्ने, कस्तासँग गर्ने भन्ने कुरा चाहिँ म तपाईलाई सिकाउँदै छु हैन। कोलाबोरेट गर्नको लागि चाहिँ जुन क्याटेगोरीको च्यानल भए पनि हुन्छ, जुन क्याटेगोरीको च्यानललाई चाहिँ सब्स्क्राइब के कोलाबोरेट गरे पनि केही फरक छैन साथीहरु। कोलाबोरेट चाहिँ त्यसरी हुन्छ र चाहिँ अब चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ अब मैले तपाईलाई चाहिँ सिकाउन गएको छु। सर्वप्रथम तपाईले चाहिँ भिडियो अपलोड गर्दाखेरि चाहिँ कोलाबोरेट गर्नु भने एकदम सजिलो हुन्छ र एक्सेप्ट गर्नेले पनि है। जस्तो हामीले कोलाबोरेट त गर्यौं, एक्सेप्ट गर्नेले कसरी गर्ने भन्ने कुरा पनि म सिकाउँछु है। त्यसको लागि चाहिँ अब हाम्रो चाहिँ च्यानल भिडियो चाहिँ स्किप नगरिकन पुरा हेर्नु होला साथीहरु है। र हाम्रो चाहिँ यो च्यानललाई चाहिँ सब्स्क्राइब पनि गर्नु होला साथीहरु हैन। अब सर्वप्रथम तपाईले चाहिँ के गर्नुस् भन्दाखेरि साथीहरु चाहिँ हैन, ल म स्क्रिन शेयर ओपन गरे, युट्युब च्यानल चाहिँ ओपन गर्नुस् यसरी है। युट्युब च्यानल ओपन गरिसकेपछि एउटा भिडियो चाहिँ अपलोड गर्नुस्। म अपलोड गर्न गइरहेको छु। जस्तो चाहिँ एउटा सर्ट भिडियो अपलोड गर्छु है साथीहरु हैन। एकदम छोटो समयमा सिकाउन सजिलो हुन्छ हैन। म चाहिँ ल यो चाहिँ एउटा भिडियो चाहिँ अपलोड गर्नलाई 11 सेकेन्डको छैन, यसरी चाहिँ भर्खर बनाएको। ल यसले चाहिँ मैले के गरे भन्दाखेरि चाहिँ ल अपलोड गर्न प्रोसेसिङ हुँदैछ साथीहरु हैन। तपाईलाई चाहिँ हाम्रो च्यानल कस्तो लाग्छ हैन, सब्स्क्राइब गर्नुलाई अब चाहिँ हाम्रो डेली तपाईले चाहिँ यदि कमेन्ट गर्नुलाई के समय चाहिँ भिडियो गर्नुलाई ठिक हुन्छ भन्ने कुरा हैन। मैले चाहिँ अब हामी चाहिँ डेली चाहिँ भिडियो लिएर आउने छौं साथीहरु हैन। डेली भिडियो आउने छ हाम्रो, मतलब चाहिँ तपाईको आवश्यकता अनुसार हप्तामा 2-3 टाइपको भिडियो आउने छ हैन। अब चाहिँ के सम्बन्धी भिडियो बनाउँदा ठिक लाग्छ भन्ने कुरा चाहिँ तपाईले कमेन्ट गर्नुला, म त्यो सम्बन्धी भिडियो बनाउँछु हैन। नलेज चाहिँ नभएको नलेज छैन, तर हामीले चाहिँ के गर्छौं उपयोग गर्दैनौं साथीहरु हैन। अनि हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नुला साथीहरु हैन। कस्तो लाग्छ भिडियो कमेन्ट गर्नुला। अब जस्तो चाहिँ अब यहाँ प्रोसेसिङ भइरहेको छ साथीहरु हैन। यो चाहिँ अपलोड हुँदैछ हैन। अपलोड हुँदै एकछिन हैन, दिस मे टेक अ मोमेन्ट, एकछिन चाहिँ समय लिँदैछ। ल यो चाहिँ अपलोड भयो साथीहरु हैन। ल फेरि प्रोसेसिङ हुँदैछ, केही प्राविधिक कारणले चाहिँ अपलोड भयो साथीहरु हैन। अपलोड हुन्छ, मैले चाहिँ तपाईँ अपलोड गरेर पनि अनि कोलाबोरेट गरेर पनि देखाउँछु साथीहरु है। अनि यो कोलाबोरेट गरिसकेपछि के हुन्छ भन्ने कुरा 5 सेकेन्ड भयो हैन। त्यो हुनाले चाहिँ अब तपाईले चाहिँ धेरै ठुलो युट्युबरसँग कोलाबोरेट नगर्नु होला साथीहरु हैन। आफूभन्दा चाहिँ 8-10 हजार चाहिँ म्याक्सिमम 8-10 हजार भन्दा चाहिँ बढी सब्स्क्राइबर भएको च्यानलसँग चाहिँ कोलाबोरेट नगर्नु होला। उनीहरूले लिँदैनन्। ठ्याक्क चाहिँ आफ्नो भन्दा चाहिँ ठिकैको अथवा नजिकको चिनेको छ भने उसलाई चाहिँ कोलाबोरेट गर्नुभयो भने तपाईको सम्पूर्ण भिडियो चाहिँ उसकोमा जान्छ। त्यो सम्पूर्ण भन्दा नि त्यो भिडियो त जान्छ। त्यो भिडियो गइसकेपछि अन्य भिडियो जानलाई पनि के गर्छ भन्दा साथीहरु सहयोग गर्छ। ल भिडियो चाहिँ अपलोड भइसकेको छ, मैले चाहिँ नेक्स्ट गरेँ साथीहरु हैन। अब नेक्स्ट गरिसकेपछि यो भिडियो आइसकेको छ हैन, यो आइसक्यो। अब नेक्स्ट गरौँ। नेक्स्ट गरिसकेपछि अब हामी चाहिँ के गर्छौं भन्दा चाहिँ भिडियो अपलोड गर्छौं। अब यहाँ चाहिँ अब क्याप्सनमा चाहिँ अब टाइटलमा चाहिँ के लेख्नु साथीहरु हैन। अब म के लेख्दै छु हैन, अब जे लेख्दै हुन्छ हैन। अनि घर चाहिँ पब्लिक भइहाल्यो, सिलेक्ट अडियन्स। अब यो चाहिँ अब नर्मल एकाउन्ट नर्मल कुरा चाहिँ तपाईलाई थाहै छैन। अनि सिलेक्ट अडियन्स कमेन्ट पनि अन गर्दिनु त, किन छ्यापै देखिहाल्यो। अब यहाँ हेर्नुस् यहाँ कोलाबोरेसन भन्ने चाहिँ आछ है, जुन चाहिँ तपाईले देख्नुहुन्छ यत्न अब न्यू भन्दा यसलाई चाहिँ क्लिक गर्नुभयो भने अब कुन च्यानलसँग चाहिँ तपाईले कोलाबोरेट गर्न चाहनुभयो त्यो च्यानललाई के गर्नुस् भन्दाखेरि साथीहरु सर्च गर्नुस् माथि। तपाईले किबोर्ड यो चाहिँ च्यानलको नाम किबोर्ड चाहिँ किबोर्ड सर्च गर्नुस् ठ्याक्कै आउँछ हैन। किबोर्ड छैन भने एकदम पपुलर च्यानल हो नि, च्यानल मात्रै सर्च गरे पनि हुन्छ साथीहरु। मैले यहाँ चाहिँ एउटा चाहिँ च्यानल सर्च गर्छु, टिच हेल्प वाइटी। सेकेन्डमा आइसकेको छ साथीहरु। मैले यसलाई चाहिँ कोलाबोरेट गर्नलाई ओपन गरेँ। अब चाहिँ अलाउड एनालाइटिक भ्युइङ, उसलाई चाहिँ भ्यू गर्नको लागि चाहिँ अलाउड पनि दिनु सजिलो हुन्छ। यसरी अलाउड दिएँ मैले हैन, अन गरेँ हैन। यसरी शेयरमा देख्नु भएको साइडमा। अनि त्यसपछि चाहिँ के गर्नु भने चाहिँ कपी लिंक गरेर चाहिँ शेयर गर्नुस्। यसरी चाहिँ शेयर गर्नुस्। जस्तो मैले यसलाई चाहिँ शेयर गरेँ। ल यो शेयर भइसकेको छ साथीहरु हैन। अब चाहिँ मैले उता के गर्छु, यो शेयर भइसक्यो हैन। अब यसलाई भइसक्यो हैन, टिचेबल वाइटीलाई भइसक्यो। अनि अब म के गर्छु भन्दा चाहिँ यसलाई अपलोड गर्छु। %100% भयो। अपलोड हुँदैछ है साथीहरु है, अपलोडिङ हुँदैछ। हाम्रो चाहिँ यो M2P भरकलाई पनि चाहिँ सब्स्क्राइब गर्नुलाई यो मेरो च्यानल साथीहरु हैन।
पुरानो च्यानल मोनिटाइज भएको च्यानल चाहिँ के गर्यो भन्दाखेरि चाहिँ युट्युबले डिलिट गरिदिएको छ होइन र यो चाहिँ नयाँ च्यानल चाहिँ अब भर्खर सुरु गरेको धेरै दिन भयो 2-3 दिन भयो 44वटा सब्सक्राइबर रहेछन् होइन अनि यसले चाहिँ अपलोड हुन टाइम लाग्छ अपलोड हुँदैछ होइन हाम्रो चाहिँ यो देख्नु भयो होइन यो ल अपलोड भयो भ्यू गऱ्यो होइन अब हामीले चाहिँ यो नो भ्यू भनिसकेपछि यतापट्टि जान्छौँ र हामीले चाहिँ जुन लिङ्क हो उसले चाहिँ अब चाहिँ हामीले जसलाई पठाउँछौँ नि उसले चाहिँ यसरी लिङ्क ओपन गर्छ साथीहरू यसरी ओपन गर्छ होइन ओपन गरिसकेपछि ट्याक्क आफ्नो उसमा वाइट स्टुडियोमा ओपन गर्छ ओपन गरिसकेपछि यहाँ देखिन्छ अब साथीहरू यसरी आयो अब यो भिडियो यहाँ माथि देखियो कोलाबोरेटरको लागि हेर्नुहोस् यो टिचेल पाइटीमा सरी M2P भ्लग आइसक्यो होइन अनि तल आएर चाहिँ के गर्ने एक्सेप्ट भन्ने हुन्छ होइन त्यहाँतिर उसले एक्सेप्ट गर्छ ल यसरी एक्सेप्ट गरिसकेपछि त्यो भिडियो यसकोमा पनि गयो है यसको चाहिँ सबैले हेर्छन् साथीहरू है त्यो भिडियो अब हाम्रो चाहिँ च्यानललाई के गर्नुला भन्दा चाहिँ यो टिचेल पाइटीले त सब्सक्राइब गर्नुला साथीहरू होइन अब उता चाहिँ म्यासेज आयो जुन अर्को उता जुन अब एक्सेप्ट गर्यो भनेर म्यासेज आयो क्या हेर्नु चाहिँ नोटिफिकेसन यो कोलाबोरेसन एक्सेप्ट यु आर नाउ कनेक्ट भयो कोलाबोरेटिङ विथ टिचेल पाइटीसँग कोलाबोरेट भयो भने अब यो हेर्ने कसरी भन्दाखेरि चाहिँ कन्टेन्टमा जानु होला होइन अब यो भिडियो चाहिँ के गर्नु होला भन्दाखेरि चाहिँ यसरी चाहिँ जस्तो यो भिडियो नि होइन यो भिडियोलाई अब यो भिडियो नि कोलाबोरेट भएको होइन अब हामीले के गर्छौँ भन्दाखेरि चाहिँ एडिट गर्छौँ कोलाबोरेटमा जानु ए एक्टिभ कोलाबोरेटर भने कोलाबोरेटर एक्टिभ छ भने यसरी चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ च्यानललाई कोलाबोरेट गरेर बुस्ट गर्न सक्छौँ अब यो स्क्रिन रेकर्ड चाहिँ हरायो साथीहरूलाई बुस्ट गर्न सक्छौँ र हाम्रो चाहिँ यो च्यानल टिचेल पाइटीलाई चाहिँ सरी टिचेल पाइटी त भइहाल्यो तपाईँले सब्सक्राइब गर्नुहुन्छ हाम्रो यो च्यानललाई पनि सब्सक्राइब गर्नुलाई @M2P भ्लग 5 च्यानल छ यो पनि मेरो च्यानल साथीहरू होइन दुईवटा च्यानल रनिङ गरेको छु मैले होइन मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला होइन ल तपाईँले चाहिँ कस्तो लाग्यो कोलाबोरेटर भनेको पनि बुझ्नुभयो होला तपाईँले अनि साथीहरू यसरी चाहिँ हामीले के गर्न सक्छौँ भने कोलाबोरेट गरेर हाम्रो चाहिँ आफ्नो भिडियो चाहिँ के गर्न सक्छौँ बुस्ट गर्न सक्छौँ साथीहरू ल धन्यवाद बाइ